कहिले हाँसो कहिले आँसु रहेछ आफ्नै मान्छेले छोडेर जाँदा पनि फेरि मुस्कुरा। यही हो मेरो घर। आजको रात यही बस्ने है नानीहरू। नानीहरू बाटोमा भेट भयो, कहाँबाट आयो, घर कहाँ हो, बुवा मम्मी कता हुनुहुन्छ, के हुनुहुन्छ, आज यो बसिरहेछौँ। भोलि मम्मीहरूलाई खबर गरेर अनि घर जानु है। यी नानीहरू चाहिँ कहाँबाट कोहरू ल्याएर आउनु भयो? नानीहरू बाटोमा बसिरहेको छ अनि कोही रहेनछन् आफन्त साथमा, कोही पनि ठुलो मान्छे, अनि त्यही भएर लिएर आएको घरमा। आज बस्छन् अनि भोलि यिनीहरूलाई उनीहरूको बुवा आमालाई खोजेर सम्पर्क गरेर यिनीहरूलाई पठाउनु पर्छ। आजलाई यहीँ बस्छन्। हुन्छ नि त, आज यहीँ बस्छन् नानीहरू, अनि भोलि पुर्याइदिनु नि। जिन्दगी भनेको कहिले हाँसो कहिले बहिनी हिँड चाहिँ हामी यहाँ अस्पतालमा गएर बस्छौँ। बहिनी सहर पनि धेरै घुम्यो, अब काम पनि पाएन, अब हाम्रै गाउँमा गएर बस्नु ल। दिदी अब अङ्कलले पनि भात खुवाउनु भयो अनि केही सुताउनु भयो। अब हामीहरू शीतलमा सुतौँ ल दिदी। हुन्छ बहिनी। बहिनी सबैका बाबा मम्मी छन्, हाम्रा मात्र होइनन्, अरू सबै खुसी हुन्छन्, हामी मात्र दुःखी कहिलेसम्म बस्नु नि? दिदी बाबा मम्मीले पनि हामीलाई अरूको काखमा बसाएर जानुभयो, विदेश जाने भन्नुभएको। कता हराउनु भयो, कता हराउनु भयो? दिदी जाउँ बहिनी, हामी त कहीँ बाहिर बस्नलाई जाउँ। बहिनी तिमीले स्कुल जाने उमेर पनि भइसक्यो, पैसा पनि छैन, म पढिन तिमीलाई पनि पढाउन सक्दिनँ होला। दिदी मम्मी बाबा पनि विदेश जानुभयो है। म पढिन अब तिमीलाई पनि पढाउन सक्दिनँ होला, पैसा पनि छैन हामीसँग, के गर्नु नि? बहिनी हामी आफ्नै गाउँ जाउँ। अब म दिदीहरूलाई भनिदिन्छु तिमीलाई, अनि दिदीहरूलाई भनिदिएपछि दिदीहरूले तिमीलाई पढाउनुहुन्छ कि बा? हुन्छ दिदी। बहिनी म पढिन तिमीलाई त, तर म पढाएर छाड्छु, ठुलो बनाएर छाड्छु तिमीलाई त म। ल दिदी ठुलो बनाउनु, म त खुसी छु। बहिनी तिमीलाई भोक लागेको त छैन? छैन। ठुला
एउटा सपना पुगेर हामी सहरको भिन्न व्यस्त रहेछ कहिले हाँसो कहिले बहिनी आफ्ना कोही हुँदा रहेनन् सहरमा गाउँका जस्ता नि बहिनी यो सहरको भिडभाडमा त आफ्नो परिचय नै हराउँदो रहेछ नि जे जस्तो भए पनि गाउँ नै रमाइलो हुँदो रहेछ सहरको भन्दा त नि गाउँ नै राम्रो रहेछ जाउँ बहिनी अब हामी भोलि बिहानै गाउँ जानुपर्छ ल कमै बस्दा हुन्छ दिदी दिदी अब आफै साथ हो हजुर निन्द्रा लाग्यो तिमीलाई धेरै हिँड्यौँ बहिनी तिमी पनि थाक्यौ होला मेरो काखमा सुत नि त ल दिदी म सुत्छु ल उठा दूँ दिदी क्यामेरा भाँचेर जहाँ पुऱ्याउँछ हामी त्यहीँ जानुपर्छ दिदी फ्रीमा पनि दिदी नकिने एउटा दिदीले त दिनुभएको थियो हेर मेरो बहिनी कति खुसी छ म उसलाई जीवनभर यसरी नै खुसी राख्न सक्दिनँ होला दुःख गर्छु परिश्रम गर्छु जीवनभरि मेरो बहिनीलाई खुसी राख्न कोसिस गर्छु जीवनभरि जतासुकै मोड आए पनि मेरो बहिनीको साथ कहिले छोड्दिनँ कहिले हाँसो कहिले आँसु रहेछ आफ्नै मान्छेले छोडेर जाँदा पनि फेरि मुस्कुराउन सिक्नु रहेछ
सोचे 150 भयो। पनि सपना मर्न नदिनु रहेछ किन किसामा बदलिन्छ आज खाली हात भए पनि भोलि मेहनत भाग्यले अरूको घर होइन अब आफू पाइला टेक्दै